A day in my life. Hello guys. So म बिहान उठेर झारबार गरेर एकदमै रफ्तारमा खाना पकाउनतिर लागे. सो मैले आज खानामा चाहिँ चना आलुको तरकारी बनाएँ अनि छिटछिटो खाना पकाएर म मेरो क्लासतिर लाग्नलाई रेडी भएँ र म क्लास पुगेर आज चाहिँ हाम्रो इन्गेजमेन्ट मेकअप लुक थियो जुन चाहिँ मैले यस्तो गरेँ हेर्न सक्नुहुन्छ अबको फ्युचर मेकअप आर्टिस्ट त्यसपछि यस्तो अलिअलि फोटोसुटहरू गर्ने पर्यो होइन राम्ररी भएपछि त अनि त्यसपछि यस्तो मेकअप छिटछिटो पुस्न लाग्यो किनभने नानु लिँदा ढिलो भइसकेको थियो अनि मैले मेकअप हतार मेकअप पुसेर म लागेँ नानुलाई स्कुल लिनतिर त्यसपछि हामी बाटोमा गयौँ यस्तो जाम छ अहिले बानेश्वर प्रोटेस्टले गर्दाखेरि अनि यस्तो आफ्नो अनुहार देखाएर म सिधै नानुको स्कुलतिर लागेँ अनि आज चाहिँ जहिले पनि दौडेर आउँथ्यो आज चाहिँ उसको म्यामले उसलाई आउन दिइराख्नु भएको थिएन अनि दौडेर आएर मलाई उसले हक गर्यो द बेस्ट फिलिङ त्यसपछि म उसलाई लुकेर ऊ र म एकछिन खेल्यौँ अनि हामी लाग्यो हाम्रो खाजा खान अनि खाजा खाने ठाउँमा चाहिँ हामीले खायौँ पोर्क सेक्वा जुन चाहिँ मेरो बुढाले मात्र खानु हो म चाहिँ पोर्क खाँदिनँ अनि चियर्स गऱ्यौँ अनि घर आउँछु बाउसुरीको नाटक सुरु भयो मेकअप गर्ने त्यसपछि म एकदम थाकेको थिएँ र म सुत्छु गुड नाइट